नमस्ते। स्वागत छ यहाँलाई हजुर। धन्यवाद। कस्तो छ हजुरको हेल्थ अहिले? ठिकै छ। अहिले 1-2 दिनदेखि अलिअलि चिसो लागेको छ। ए गर्मीमा पनि चिसो लाग्यो हजुर? मौसम अलिक त्यस्तै थियो। म अलिकति इन्फर्मल कुराकानीबाट सुरु गर्न चाहन्छु। कति बजी उठ्नुहुन्छ हजुर? जति बजी सुत्यो त्यसको आधारमा हुन्छ। अलिक सबेरै सुत्दै सबेरै उठिन्छ, अलि ढिलो कति समय सुत्ने भन्ने हिसाबको छ मेरो। ए सुत्नु चाहिँ कति बजी सुत्नुहुन्छ? 1 बजी, 2 बजी, 12 बजी छिटोमा। के गरेर बस्नुहुन्छ नि त्यति? पढ्ने समय त चाहियो फेरि। राति चाहिँ पत्र पत्रिकाहरू पढ्ने? पत्र पत्रिका, किताब, लेख राति सबै पढ्नुहुन्छ? सकेसम्म राति पढ्ने। जानकारी लिनु पर्यो नि के भइरहेको छ, कसो भएको छ, पुराना शास्त्र के रहेछन्, नयाँ विचार के आउँदा रहेछन् हेर्नु पर्यो। त्यही भएर पो हजुरको भाषणमा सधैँ तनक दिनुहुँदैछ। त्यस्तो धनक त केही दिन्न म। साँचो कुरा साधारण नेपाली भाषामा साँचो कुरा भनिदिने हो। साधारणतया चाहिँ कति घन्टा सुत्नुहुन्छ? 6 घन्टा। तर यति छोटो सुत्ने मान्छे तपाईँ होइन? 4-5 घन्टा मैले सुनेको चाहिँ 4-5 घन्टासम्म सुत्नुहुन्छ तपाईँ? त्यो नियमित रूपमा होइन, कहिले कहिले 4 घन्टा, कहिले कहिले 5 घन्टा, कहिले कहिले 6 घन्टा। भरसक सुत्न पाएसम्म 6 घन्टा सुत्नु राम्रै हुन्छ। सपना चाहिँ के देख्नुहुन्छ? सपना देख्नुहुन्छ? सपना दुईटा कुरालाई सपना भन्ने गर्छन्। सपना भनेको एउटा निदाएका बेला देखिने सपना, अर्को बिउजिएका बेला देख्ने सपना। निदाएका बेला देख्ने सपना खास अर्थका हुँदैनन्। त्यसकारण म सम्झिने झन्झट पनि गर्दिनँ। निदाएका बेला सपनाहरू देखिन्छन्। अर्धचेतन मन जहाँ मान्छे निदाएको हुन्छ तर मस्तिष्कले अलिअलि पूर्ण रूपमा नसुतेर अलिअलि काम गरिरहेको हुन्छ नि, त्यस्तो बेलामा सपनाका रूपमा अर्धचेत अलिक भड्किरहेको हुन्छ, जसलाई हामी सपना भन्ने गर्छौँ नि। त्यसको खास अर्थ हुँदैन। त्यसकारण म त्यति सम्झिने झन्झट गर्दिनँ। प्रधानमन्त्री हुँदा राति देख्ने सपना र प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि देख्ने सपनामा कुनै परिवर्तन भएको छ हजुर? रातिको कुरा गरेको दिउँसो त आउँदैसम्म। मलाई सपनाहरूमा र तपाईँले सोधेको कुरा मानसिकतासँग सम्बन्धित छ, मानसिक अवस्थासँग सम्बन्धित छ, अथवा कुनै कुराले मान्छेमा खुसी अथवा दुःख, जसबाट रक्त सञ्चार, जसबाट मुटुको धड्कन र त्यसबाट मस्तिष्कमा पर्ने प्रभाव, त्यसले सपनालाई राम्रा वा नराम्रा अनेक तरिकामा बदल्छ। म अलिक संस्कृतमा एउटा श्लोक छ, यो उदय सविता रक्त रक्तश्चास्तो भए तथा भन्छ। घाम झुल्किने खुसियालीमा पनि रातै भएर झुल्किया हुन्छ, अस्ताउने दुःखमा पनि रातै भएर अस्ताएको हुन्छ। सूर्यमा चेत छैन, त्यो एउटा भौतिक पिण्ड हो, अथवा त्यो एउटा अग्निकुण्ड हो, विशाल अग्निकुण्ड। चेत बिनाको भौतिक तत्त्वमा आफ्ना जड धर्म हुन्छन्, जड नियम हुन्छन्। म त्यस्तो जड त होइन, तर आफू खुसी, उन्माद, धेरै हर्ष अथवा विस्माद जस्ता कुराहरूबाट पीडित हुन्न। प्रधानमन्त्री हुँदा खुसी हुने, प्रधानमन्त्रीबाट हट्न पर्दा दुखी हुने, त्यो म गर्दिनँ। अघि पछि पनि मलाई धेरै पीर चिन्ता जस्तो कुराहरू त्यसले सताउँदैन।
म सोचेर विचार गरेर काम गर्छु, विचार गरिसकेर काम गरिसकेपछि सिद्धियो। मलाई धेरै चिन्ता हुँदैन। त्यसकारण म प्रसन्नता वा अप्रसन्नताको प्रभाव तपाईँले सोधे जस्तो सपनामा प्रतिबिम्बित हुने गरी केही हुँदैन। त्यसकारण एकमास हुन्छ। तर मानवीय संवेदना भन्ने त हुन्छ होला। मैले अघि भने म जड होइन, त्यसकारण जड धर्म होइन, जीव धर्म स्वाभाविक हो। तर त्यसलाई मान्छेका मानसिकताहरूले, मान्छेका परिवेशहरूले, परिस्थितिहरूले, मान्छेका इतिहासले, धेरै कुराहरूले प्रभावित गरेको हुन्छ।